गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुदेवो महेश्वरः गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः। नारायण। आज हामी छोटो छलफल गर्नेछौँ। आज हामी सच्चा मित्र चाहिँ कसलाई भनिन्छ त भन्ने विषयमा छलफल गर्नेछौँ। छोटो मिठो, धेरै लामो हुँदैन, छोटो मिठो। नीति श्लोक बताइएको छ, आतुरे व्यसने प्राप्ते दुर्भिक्षे शत्रु सङ्कटे राजद्वारे मसाने च यह तिष्ठति स बान्धव। त्यस्तोलाई चाहिँ सच्चा मित्र भनिन्छ। कस्तालाई भन्दाखेरि रोग लाग्दाखेरि, आफूलाई रोग लागेको छ, रोग लागेको बेलामा चाहिँ जुन मित्रले चाहिँ कुनै पनि कुरा चाहिँ नहिचकिचाइकन चाहिँ उसले साथ दिन्छ भने त्यस्तालाई सच्चा मित्र भनिन्छ। आफूलाई दुःख परेको बेला जसले चाहिँ सच्चा भावले साथ दिन्छ। त्यसै गरी अनिकाल परेको बेलामा कहिलेकाहीँ साथी बीच कोहीसँग पैसा हुने, कोहीसँग पैसा नहुने, घरमा अब खानेकुरा नहुने, यस्ता कुराहरूमा जसले सहयोग गर्छ त्यस्तालाई पनि सच्चा मित्र भनिन्छ। त्यसै गरी शत्रुका सङ्कटबाट बचाउने, विभिन्न शत्रुहरू हुन्छन्, त्यस्ता शत्रुहरूका सङ्कटबाट बचाउने त्यस्तालाई पनि मित्र भनिन्छ। राजसभामा र मसानमा जसले साथ दिन्छ त्यस्तालाई नै सच्चा मित्र भनिन्छ।